फेरि यता कहाँ हिँडेको यता पो त बाटो जङ्गलतिर नबस्नु बाटो बाटो हिँड्दैन त थ्याङ्क यू ससुराले गरेर आउनु कसरी बोक्नु यार माथि भएर माथि मन्दिरमा मुख्य थानमा जानुभन्दा अगाडि माथिको यो थानमा पूजा गर्ने चलन छ र यो थानमा जिउँदो बोका कुखुरा आदि चढाउन छ भने परेवा चढाउन छ भने यहीँ चढाउन सकिन्छ। अनि त्यसै गरी यहाँ चाहिँ ढोगेर माथिसम्म हाम्रो यात्रा सफल होस्, लेक नलागोस्, बिरामी नहोस्, राम्रोसँग गएर दर्शन गरेर आउन पाइयोस् भनेर यहाँ ढोगेर पूजा गर्ने गरिन्छ। यो पनि एकदमै स्पिरिचुअल दिव्य थानमा छ। एकदमै ठुल्ठुलो ढुङ्गाको दुईवटा ढुङ्गाको पहराहरूको कप्चेरामा यो थान बनाइएको छ। निकै नै शक्तिशाली थान रहेछ। यहाँ ढोगेर तपाईँले यात्रा गर्नुभन्दा अगाडि माथि पाथी भएर जानुभन्दा अगाडि यहाँ ढोगेर जानुभयो भने तपाईँको यात्रा राम्रो हुने, सफल हुने, बिचमा बिमारी नहुने, अप्ठ्यारो नहुने विश्वास गरिन्छ। हेर्न सक्नुहुन्छ यो थान यस्तो छ। गणेशको पनि प्रतिमा स्थापना गरिएको छ यहाँ। त्यसै गरी देवी दुर्गाको प्रतिमा अनि तपाईँको चुनरीहरू ओढाइएको छ र तपाईँको प्लस यहाँ चाहिँ देवी दुर्गाको हैन वाहन हामीले सिंहलाई पनि देख्न सक्छौँ। सिंह पनि यहाँ केसरी पनि विराजमान हुनुहुन्छ। त्यसै गरी दुई साइडमा सिंह विराजमान हुनुहुन्छ यहाँ। अब यो पाथी भएर मन्दिरको चाहिँ दर्शन माथि जाने स्टेप चाहिँ अब एकदम सुरु भयो भन्ने कुरा यहाँ आएर बुझ्न सकिन्छ। अगाडि गेट छ, त्यो गेटबाट प्रवेश गरेपछि अलिकति हिँडेपछि तपाईँको यो पाथिभराको कान्छो थान आउँछ र यहाँ नारियल फुटाउने ठाउँ पनि बनाइएको छ। त्यहाँ लेखिएको छ पाथिभरा माताको नाममा श्रद्धापूर्वक आउनुभएको भक्तहरूले जिउँदो परेवा कुखुरा कान्छो थानमा अर्पण गरेर यहाँको चाहिँ सुन्दरता कायम राख्न मद्दत गर्नु होला भनेर लेखिएको छ त्यहाँ। यानि कि जिउँदो चढाउनु छ भने यहीँ चढाउनुहोस् भन्ने समितिको बनाइरहेको रहेछ है। ल र बलि चढाउने प्रथा चाहिँ माथि नै छ। बलि चढाउनेले चाहिँ माथि नै लिएर गएको देखिन्छ। आज म एकादशीको दिन दर्शन गर्न आएको थिएँ। ठ्याक्क सुशीला कार्की प्रधानमन्त्री आएको दिन पनि परेछ एउटै दिन र दिन पनि घमाइलो थियो, घाम लागिरहेको थियो। अनि आज चाहिँ एकादशी भएको हुनाले चाहिँ उहाँ माथि पनि जिउँदै छोडिएको थियो, किनभने एकादशीको दिन चाहिँ बलि दिने चलन रहन्छ फेरि है। ल भिडियो हेरिदिनु भयो। अब भिडियोमा थप जानकारीहरू म प्रदान गर्दै जानेछु।
दुर्गा घुमाले म यहाँ पढिदिन्छु आउँछन् हौ